हेलो हजुर 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 के हामी यो अब यस्तो छ होइन आजको यहाँ कार्यक्रम चाहिँ यहाँ यस्तो यो धेरै छैन है धेरै त धेरै नै थियो हामीले अहिले भर्खर खाएर चाहिँ पाएको छैन यसलाई चाहिँ के गर्ने त अब यसलाई चाहिँ खाइदिने हो त अब हामीले टेस्ट ल टेस्ट है ल गाइस यो टेस्ट चाहिँ कति छ हामी अहिले पछि भन्छौँ है मिठो छ मामा आहा बडो मिठो यो चाहिँ हाम्रो घरमै फलेको हो क्या हामीले यसो बाहिरबाट किनेर ल्याएर खानु हुन्छ कति 100 रुपियाँ किलो घरमै फलाएको होइन अनि फलाउनु चाहिँ घरमै फलाएको होइन तर यो कति महिनामा फल्छ होला खासमा स्याउ खै कति टाइममा लाग्ला 7 महिना लाग्ला यो फल्ने टाइम चाहिँ हामीलाई थाहा छैन होइन गाईहरू फलाउनु चाहिँ घरमै फलायो फलाउनु चाहिँ हामीले घरमै फलाएको तर यो स्याउ चाहिँ कति महिनामा चाहिँ फल्छ होइन कुन बेला फल्छ है यो आजभोलि फलिरहेछ है यो स्याउ फलिरहेको टिपेर हामीले बोटबाट पौसिना गएर टिप्नु चाहिँ टपक्क टिपेर ल्याएको होइन तर यो आजकल फलेको छैन खासमा फलिरह होला है फल्दै त्यत्रो अनुभव छ हामीलाई हेर्नुहोस् गाई हामीले आफैले रोप्यो तपाईँहरू बुझ्नु सक्नुहुन्छ कसरी फलाउने भनेर सोध्नु पनि सक्नुहुन्छ तपाईँ तर सोधेर के गर्नु हामीलाई केही थाहा छैन है हामी त खाने मात्रै हो फलाउनु चाहिँ हामी आफैले फलाएको त्यस पनि छ गाई चाहिँ आफैले फला भएर होला लिउँ न भन्दै अलिक कराप खानुहोस् न यो खासमा रस पनि धेरै होइन रस पनि धेरै यो चाहिँ नेपाली हो यो नेपालमा फल्ने हो नेपाली हो हामीले आफैले फलाएको नासपाती हो गाई यो नासपाती होइन त यस्तै त हुन्छ नासपाती है हाम्रो गाउँतिर तर नासपाती हो यो चाहिँ हामी चाहिँ नासपाती भन्छौँ तपाईँहरू के भन्नुहुन्छ यसलाई तपाईँ के भन्नुहुन्छ सल्लाह केही दिनु सक्नुहुन्छ यसको बारेमा हाम्रोतिर पनि यसलाई स्याउले भनिन्छ भन्न त तर हाम्रोमा चाहिँ अलिक फल्दैन यहाँ चाहिँ मामाले धेरै फलाउनु भएको रहेछ मिठो छ धेरै रस छ हो धेरै फलाएको थियो त्यही भएर 1 प्लेट थियो बाँकी सबै गइसकेको छ फेरि छ अनि बेलुका बेलुकालाई छ फेरि एक जोडी खानु हुँदैन नि एक जोडी खायो भने के हुन्छ भने होइन अब ओहो कति खाएको भन्छ क्या मान्छेले कति खाएको यिनीहरू त खाने अब स्याउ त अब देखेको रहेछ भन्छ तर यो स्याउ होइन क्या नासपाती हो नासपाती यस्तो पनि स्याउ हुन्छ यो त नासपाती हो स्याउ त अब त्यो स्याउ कस्तो हुन्छ हलो भन्ने खालको है हलो स्याउ त त्यो फोन हुँदो रहेछ क्या गाई फोन हेलो भनेर बोल्ने होइन आइफोन एप्पल अनि एउटा स्याउ भन्नु मिल्छ र यो हलो भन्नु मिल्छ नमस्ते त मिल्छ त्यही भएर यो नासपाती हो हाम्रो घरतिरको नासपाती हो मैले एउटा सानो बिरुवा ल्याएर रोपेको थिएँ अनि यो फलेको छ है टिप्दै खाँदै गरेको एकदम खाने हो तपाईहरु पनि आउनु खानालाई लोकेसन कता हो भने त्यही त यो सिन्धुली हाम्रो कहाँनिर हाम्रो सिन्धुली रातमाटा पानी ट्याङ्की पिपलको बोटको टुप्पामा फले पिपलको बोट टुप्पामा फल्दा हामी खानु भ्याउँदैन चराले खान्छ धेरै जति हामीले यो आज यसो भुइँतिर झरे भएर हामी चढ्नु सक्दैन ठुल्ठुलो रुख हुँदो रहेछ यस्तो त नासपातीको अनि त्यो चाहिँ भुइँमा झरेको छ हामीले
त्यो बेला होइन त हो ल ल अब हामी बन्द गर्न जाँदैछौँ मन गरेर हामी होइन तर फेरि तपाईँहरूलाई अर्को पार्टमा फेरि आउँछ हामी अर्को भिडियो एकदम फलेकै क्या काप हाल्छ टुप्पा त्यस्तो भिडियो ल्याउँदै तपाईँहरू ल हस् त नमस्ते बाई बाई